भन्दा 2 महिना अगाडि पार्टी फुटाउने होइन, पार्टी बनाउने, त्यो बनाउने काम हामीले पहिल्यै सुरुवात गरेको भए अहिले त्यो अध्यावधि सध्यावधि भनेर महिने पछि यो समय थप्नुपर्ने स्थिति आउँदैन थियो। हामीबाटै कमी कमजोरी भयो, हामीबाटै ढिला सुस्ती भयो र त्यो कारणले गर्दाखेरि हाम्रा साथीभाइहरू यो बाध्य भएर चाहिँ पार्टीभित्र अस्तित्व त खोज्छन् नि। हामीले हाम्रा नेताहरूले हामीले पो धेरै चिज पाइसक्यौँ त। हाम्रै समकक्षीहरू त्यसमाथि हामीभन्दा पछाडिका युवाहरूले चाहिँ नेभी सङ्घ भन्यो, 12-15 वर्षमा अधिवेशन हुँदैन, तरुण दल भन्यो, यहाँ चाहिँ वृद्ध हुने बेला बस्यो तरुण दल भनेर बसिया छ। योभन्दा पछिको जिम्मेवारी चाहिँ कसले लिने? त्यो जिम्मेवारी लिनका लागि र नेपाली काङ्ग्रेस भएन भने, कमजोर भयो भने, सशक्त भएन, बलियो भएन भने मुलुकमा प्रजातन्त्र मात्रै दुर्घटनामा पर्ने होइन, मुलुक कसको हातमा जाने हो भन्ने कुरा पनि गम्भीर अवस्था छ। त्यही कुरालाई ध्यानमा राखेर आज हामीले भनेका छौँ 7 वटा प्रदेश चाहिँ भेला पनि हामी बसेरै गर्नुपर्छ भनेर हामीले भनेका हौँ। त्यसपछि लगत्तै केन्द्रीय भेला गर्ने भनेका थियौँ, त्यो ढिला सुस्ती भएको छ। आज यो घोषणा हुनुपर्छ केन्द्रीय चाहिँ भेलाको, र केन्द्रीय भेलाबाट छिनोफानो गर्नुपर्छ। पार्टी फुटाउने होइन, पार्टी बनाउने हो, अर्को पार्टी बनाउने हो। गगन थापासँग नेपाली काङ्ग्रेस र प्रजातन्त्रवादीहरूलाई सती जान दिने होइन, कमजोर पार्टीको नेता बन्ने होइन, बलियो पार्टीको कार्यकर्ता बन्नुपर्ने हुन्छ। र नेपाली काङ्ग्रेस आदरणीय नेता शेरबहादुर देउवाजीको नेतृत्वमा काङ्ग्रेस हुँदा वडादेखि लिएर पालिका, प्रदेश, सङ्घ र राष्ट्रिय सभा थिएन, त्यो पनि पछि मिलाएर चाहिँ ठुलो पार्टी बनेका छौँ। सबै ठाउँमा काङ्ग्रेस ठुलो बनाउने पार्टीका नेता शेरबहादुर देउवाजी लगायत यहाँ भएका हाम्रा सिनियर नेताहरूलाई खरानी दस्ता भनेर उहाँले नामाकरण गर्नुभएको छ। को रहेछ खरानी? अहिले गगन थापाजीको नेतृत्वमा चुनावमा होमिने बित्तिकै खरानी गगन थापाजी आफै पनि चुनाव हारेर हुनुभयो। म तपाईँहरूलाई भन्न चाहन्छु, गगन थापाजी यहाँ 4 नम्बरमा लडेको भए उहाँका अरू उम्मेदवार जस्तै उहाँको यहाँ जमानत जफत हुन्थ्यो। के को आधारमा मैले भनेको हुँ भने सिन्धुपाल्चोक जिल्लाका मात्रै 9600 मतदाता यहाँ छन् र उनीहरूको कुरा सुनेर भने हो मैले। त्यसकारण गगन थापाजी इतिहासको कुन क्षणमा पुग्ने हो हामीलाई थाहा छैन, त्यो मतलबको विषय भएन। र अब एकता के हो? एकता के हुन्छ? एकता के सम्भव छ अब? त्यसकारणले भाद्र 2 गतेबाट उहाँहरू अधिवेशनमा लाग्ने र एउटा अधिवेशनमा हामी एकताको कुरा गरेर बसेर यो काम छैन। अब ठ्याक्क आजबाट घोषणा गर्ने, त्यसपछि आएर पार्टी बनाउने, देशभरि मनपरी ढङ्गबाट भातृ सङ्गठन बनेको छ, भट्टाभट प्यारलाल सङ्गठन हान्ने, सबै महिला, युवा, सबै विद्यार्थी, सबै नेतालाई अगाडि बढाउने र पार्टीभित्र जुन ढङ्गले अहिले चाहिँ कुरा उठेको छ, सिनियर नेताहरू यो पार्टीको स्थापना कालमा जसले भूमिका खेल्नुभयो, गणेश मानजी, बिपी कोइराला अथवा चाहिँ महेन्द्र निधिज्यूहरूका सुपुत्र मात्र होइन, यहाँ रहनुभएका नेताहरूले कहिले संविधान बनाउने बेलामा महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ, कहिले विजय गस्तारजी जस्तो चाहिँ अर्को पार्टी बनाएर बसेका मान्छे पनि प्रजातन्त्र जोगाउन काङ्ग्रेसमा आउनु भएको हो। हामीले अब नेपाली काङ्ग्रेसलाई बलियो बनाएर नेपालको प्रजातान्त्रिक शासन व्यवस्थालाई संस्थागत रूपमा विकास गर्ने र मुलुकमा अहिले जुन किसिमको एउटा चाहिँ अस्थिर राजनीतिक अस्थिरता र तरलता उत्पन्न भएको छ त्यसलाई सम्हाल्ने र नेपाल राष्ट्रको सार्वभौमसत्ताको लागि पनि र हाम्रो क्षेत्रीय अखण्डताको लागि पनि परराष्ट्र नीतिमा त्यस्तै गोलमाल छ। कतिखेर कसको मिसाइल नेपालमा आउने हो त्यो स्थितिको ठेगान छैन। त्यसकारणले काङ्ग्रेसले हामीले बलियो काङ्ग्रेस, राम्रो काङ्ग्रेस, बिपीले बनाएको